अब चाहिँ हाम्रो पैदल यात्रा सुरु हुन्छ यहाँबाट मकरी गाडमा छौँ हामी। यसरी यो ठाउँ हुँदै हामी चाहिँ अपी बेस क्याम्प जानेछौँ। अपी बेस क्याम्प जानको लागि चाहिँ आज हामी बाइकमा राइड गरेको 3 दिन भयो। आज चौथो दिन हामी यहाँबाट स्टार्ट गर्नेछौँ है। अब हेलो नमस्ते सबैजनालाई। हामी चाहिँ अहिले दार्चुलाको मकरी गाडमा आइसकेछौँ। अब यहाँसम्म आउन चाहिँ हामी कपिलवस्तुको गोरुसिङेबाट 700 किलोमिटर चाहिँ बाइक राइड गरेको। सुमनले बाइक राइड गरेको एक्लै सिङ्गल होइन। बल्ल बल्ल 3 दिनमा हामी कोलपुर, बाँके बर्दिया, डोटी, डडेलधुरा अनि त्यस पछाडि के अरे बैतडी अनि त्यस पछाडि दार्चुला हुँदै यहाँसम्म आइसकेछौँ। यो चाहिँ हामी अपी बेस क्याम्प जानको लागि हिँडेको। अपी बेस क्याम्प जाने हेर्नु यस्तो ठाडो उकालो छ। हामी यस्तो डाँडाहरू चाहिँ धेरै उकालो गर्छौँ। अब हामी 5 दिनमा बल्ल हामी यहाँ फर्किन्छौँ। फेरि 3 दिनसम्म जाने अफिस बेस क्याम्पमा अनि फेरि 2 दिन फर्किन लाग्छ अरे। अनि त्यस पछाडि बल्ल अब यहाँबाट फेरि कस्तो छ भने यहाँसम्म मात्र इन्टरनेटको सुविधा छ। यहाँबाट हामी अब इन्टरनेटको सुविधाविहीन ठाउँमा जाँदैछौँ। 5 दिनपछि मात्र हामी अब सम्पर्कमा आउन सक्छौँ। त्यही भएर यो चाहिँ लास्ट भिडियो हो अहिलेको लागि, 5 दिनको लागि। अब हामी यहाँबाट जाँदैछौँ। यत्रो 700 किलोमिटर बाइक राइड गरेर आएको, लास्टै थगेला थियो। हिजो चाहिँ यहाँ एकदम आनन्द तरिकाले आराम तरिकाले बस्यो। अब आउनुहोस् हामीलाई चाहिँ खाजा चाहिँ यस्तो मिठो। हजुर यहाँ आउँदा चाहिँ भावना होटल एन्ड रेस्टुरेन्टमा चाहिँ ट्याक्क लाएर आनन्ददायी तरिकाले मिठो मिठो परिकारहरू खाएर बस्न सक्नुहुन्छ। हामी चाहिँ त्यो मजाले खायौँ। यतापट्टि हेर्नु उहाँ फेरि नमस्ते। उहाँ चाहिँ अलि छुट्टी लवजमा बोल्नुहुन्छ, हामी बुझ्दैनौँ केही कुराहरू मिठो मिठो। ल हजुर अलिक केही भन्न चाहनुहुन्छ अरे भन्नु न। हाम्रो चाहिँ ठ्याक्क हजुरहरूको लवजमै यहाँ चाहिँ कस्तो छ, अपी बेस क्याम्प आउने मान्छेहरूलाई सुविधा के छ, आउँदा ठिक हुन्छ कि नआउँदा ठिक हुन्छ? आउँदा ठिक हुन्छ, आउँदा ठिक हुन्छ। बाटोघाटोको मात्र खास सुविधा छैन यहाँनिर, अरू सब ठिक छ। सबैले आउनु होला। हाम्रो त्यो होटेलमा, घन होटेलमा सबै खाना बस्नको लागि सबै व्यवस्था छ। माथि त्यो हाम्रो अप्टिमल गाउँमा एउटा नम्बर 1मा पनि खाना एकदम राम्रो, एकदम हजुरहरूको झन् त्यो बोलीको लवज चाहिँ एकदम दामी छ। यहाँ चाहिँ यहाँनिर अहिलेको खानाहरू पाकिरहेछ। अब हजुरको उसमै भनिदिनु न, नमस्कार हाम्रो अपी हिँड्नु होला लवजमा के भनिदिनु न हजुरहरूको भाषामा, के हजुरहरूको भाषामा त्यही कुरा भनिदिनु न। हाम्रो भाषामा त सबैलाई नमस्कार भन्नु होइन। यस्तो के हाम्रो भाषामा सबैलाई नमस्कार भन्नु, कहाँ हो के हो कसो हो भने त्यसै सुत्दाले क्या हो यहाँको भाषामा। हाम्रो अपी हिमाल निको छ, साह्रै निको छ। सब घुम्न आए हाम्रो भाषा थियो, घुम्न आए रमाइलो छ। धेरै आउँछन् आजकल, थुप्रैजना आउन छ। हाम्रो भाषा हेलो, हाम्रो यात्रा सुरु। पहिलो खोला थाल्यो। क्यामेरा फ्लिप गर्नु तल बाटो गर। ल पहिल्यै बाटो मिलाइसक्यो। डेस्टिनेसन अपी हिमाल। हेलो, यो चाहिँ अपी हाइड्रो पावर। थाहा भएन, यसको होला कि यताको होला। यो चाहिँ अपी हिमालबाट बगेर आएको खोला एकदम छ। गोटो अपीको बाटो यो पनि जान्छौ कि माथि छ मकरकोट मसँगै जान्छौ कि? मकरी गाड। फाइनली हामी चाहिँ मकरी गाडबाट 2.5 घन्टा यस्तो सिडी उक्लेर
यहाँ ठ्याक्क उकालो सकिन्छ होला नि आश छ। खण्डेश्वरी 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 मन्दिर हाम्रो यात्रा सफल पारिदिनु है भन्ने आश छौँ हामीले। अब ऊ हिमाल देखियो हेर के देखियो है तपाईँ दुईटा चाहिन्छ त्यस्तै। लज्जा फेरि गल्ती गरिएछ। 2.5 घन्टा माथि वेस्ट त्यत्तिकै उक्लिएछ। अब त्यस पछाडि फेरि तल पनि झर्नु पर्यो। केही छैन। अब मकरीकोट पुग्यो, खण्डेश्वरी बाबाको दर्शन गरियो भनेर फेरि तल झर्न लागेछौँ। बाटोमा चाहिँ यसरी पुल बोकेर 4-5 घन्टा लाग्छ। 4 घन्टा लाग्छ मिनिमम। मान्छे हामीलाई 5 घन्टा लाग्छ। अपी बेस क्याम्प हिँडेको होला होइन। कति ठुला ठुला प्याज हुन्। हेलो छैन कोही पनि। हेलो हेर बड्डा इतना बड़ा कागज हम झोप्पा झोप्पा फलता है। लो कागज तो मिठो बसा है भाइ। ओखर फले हा किन ओखर होला है खै। हामी पुग्नु पर्ने गाउँ। अहिले हामी यहाँ छौँ। ठाउँमा आएछौँ हामी। मकरा गढबाट चाहिँ यहाँसम्म आउन चाहिँ खास आउने भनेको चाहिँ 45 मिनटमा यहाँ आइपुगिने रहेछ। 1.5 घन्टा 45 मिनटमै आउँछ अरे क्या यहाँ चाहिँ 45 मिनटमै आइने रहेछ। तर हामी चाहिँ बाटो यस्तो ठाडो बिरामी यस्तो प्यार्छ आउनु पर्ने। हामी ठाडो गएर खण्डेश्वरीतिर गएछौँ अनि खण्डेश्वरी बाबाको दर्शन चाहिँ गर्न पायो जे होस्। तर 3 घन्टा चाहिँ हामी लगातार 2.5 घन्टा माथि टपमा उक्लिएर फेरि 1 घन्टा तल झर्न पर्यो। मिस्टेक भयो। 3 घन्टा हाम्रो लस भयो। 3.5 घन्टा 3 घन्टा लस भयो। अनि त्यही भएको भएर हामी 12:30 बजे बल्ल यहाँ आइपुग्यौँ। तर हजुरहरू आउँदा चाहिँ तल्लो बाटो आउनु भएन। जम्मा 45 मिनटमा त्यो मकरागढीबाट यहाँ आइन्छ मकरीगढ। अनि हामी चाहिँ अब खाना खानुको लागि यहाँ ट्याक्क खाना खान रेडी तयारी अवस्थामा बसेछौँ। अब यस्तै छ होइन त्यस्तो थाहा होइन होइन थोरै होइन त हो मेरो फटाएर हिँड्ने कि हिँड्नु मन गरौँ बसेले बगेर साथी होइन मेरो कोठा छ सबै भन्छ म ल फर्किँदाखेरि बस्छौँ ल हामी। नाचेर गाना गाछ। देउडा भाषा होला है। देउरा भाषा राम्रो लाग्छ कि एकदम राम्रो। काटोल भिडियो तर मेरो अरू साथीहरू त अगाडि छिट्किनु गयो। चमेलियारी भरे यता हेर्नु न। हेलो
त्यो चमेलिया रिभर हो। हामी चाहिँ यसको मुहानमा पुग्छौँ भोलि पर्सि सायद। धराने कालो बङ्गुर सुदूरपश्चिममा पनि पाइँदो रहेछ। सिङ्गलको गोला यहाँ पनि छ। रेस्ट गर्ने ठाउँ। कोही मेरो रुमाल फसेछ। इनका रिठे कता छन्? खानु खानु के हिँड्नु? खानु खानु हजुरले। ल खाऊ। ल धन्यवाद है हजुरलाई। हस् ल पर्ला। यस अब डिलतिर नहेर है, घुमाउँछ। डिलतिर हेर्न हुँदैन, घुमाउँछ। उसाबाट आउनु भयो? पारी जाने उसाबाट आउनु भयो? आएका हजुर यिनीहरू दौवाई जानुहुन्छ। दुईजना खाम। हामी उता पोखरातिरबाट। पोखराबाट हजुर है। बहिनी खुट्टाको दौवाईलाई जानुहुन्छ? ए खुट्टाको दबाई त ल्याए पेनको औषधि। सिटामोल खानुहुन्न होला? सिटामोल खानुहुन्छ र? होइन घट्नु खानु दुखाएको। दबाई गर्न जान्छु भन्न लागेको के? ए ल्याउनु भयो र भनेको? होइन होइन छैन 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 बे। हजुर यहाँ मान्छे कति भेटे? एउटा दुइटा अलिअलि। कतिजना गए? एकचोटि दुईजना, फेरि दुईजना, एकजना होला गाडी। कति भेटे अगाडि? तलै हो, धेरै झर छरातिर हो। हामी अफि जाने। अच्छा निको जाइए अब निको जानु हाँ बा निको ल फोटो खिच्दा हुन्छ का न का खाइ यहाँ ल फोटो खिच्ने अब ल ल है ल ल राम्रोसँग जानु, निकै जानु। राम्रोसँग निको निको जाइए हामीलाई ढेकामा 3 घन्टा। होइन यो घुसा गल्ली जेरी गल्ली भन्ने जस्तै। हामी कहाँ आयौँ सुमन? कहाँ आयौँ?
दरबार टाइपको घरहरू हुने रहेछ कि भन्देऊ न पर्वत भन्देऊ कसकी यो घुसा गाउँ पारीबाट हेर्दा चाहिँ एकदमै राम्रो देखिन्छ यहाँ तर यहीँबाट ड्रोन भयो भने चाहिँ राम्रो देख्थ्यो तर हामी अलि अब पछाडि पार्दैछौँ अघिदेखि त्यहाँसम्म कहिले पुग्ने हुन्थ्यो अब चाहिँ पछाडि अगाडि यो पछाडिबाट एउटा दिदी आउनुभयो उहाँले हामीलाई गु छोडिदिनुहुन्छ एकछिनमा हामीभन्दा केही न भने 1.5 घन्टा अगाडि पुग्नुहुन्छ उहाँ सिटी कहाँसम्म जानु लाग्नु भयो माथि सिटी सिटी साथीहरू पनि हुनुहुन्छ हुन्छ कति बेरमा पुग्नुहुन्छ हजुर लाग्छ 2 घन्टा लाग्छ ल ठिक छ हामी पनि गएर बस्नु सिटी जाने हामी पनि कतिजना छ 2 जना हेराइ सेता त लागेको त अर्का टुल्दिनु अर्का चाहिँ हुन् बेलुका आएको नसे तिनीहरू चाहिँ हिमाल चढ्नेवाला टोली हुन् हामी चाहिँ त्यत्तिकै घुम्न कतिको घुम्न आयो हिमाल चढ्नेवालामा के हिमाल चढ्न चाहिँ थुप्रै रह अघि वहाँ परको डाँडाबाट खिचेको अघि यहाँ खच्चरहरू हिँडिरहेको थियो अहिले हामी हिँडिरहेछौँ बाटो चाहिँ यस्तो डेन्जर छ छन चाहिँ यस्तो डिल छ होइन तल खोज छ के कहाँ हो कहाँ पुरै यस्तो डेन्जर छ बाटो स्कुल गइकन आया हौ कतिमा पढ्छौ तिमी 7 मा ए कस्तो डाँडा कस्तो राम्रो देख्छ वहाँ पर भेडाहरू हिँड्ने हामी जाने बाटो त्यही होला खच्चडहरू हामी त्यही बाटो जाने अब 2 जना भन्छु नि अघि दुईटा रातो पछाडि के लेखेछ आई लभ अपी अब हामी सिधी 1 घन्टामा यो जोस जाँगर सधैँ यस्तै भइरह्यो नि त फर्किँदा दिन्छौँ के पिस्नु भयो के पिस्नु भएको मकै ए जानु पर्ने हो हामी सिटी जाने फेरि अपी हेर्नलाई अच्छा 2 जना आएको हामी त हेलो डुलुवा केटो हजुर हामी कहाँ छौँ हामी सिटी अब हेर्नुहोस् कस्तो राम्रो गाउँ देख्यो हाम्रो आजको डेस्टिनी लास्ट डेस्टिनी अब हामी चाहिँ लगभग 45 मिनटमा पुग्छौँ होला त्यहाँ यस्तो राम्रो गाउँ देख्यो पारिपट्टि हामी चाहिँ तर जेस आँटेपछि ढिलो हिँडे पनि जता हराए पनि अन्तिममा चाहिँ हामी आइपुग्यौँ है मलाई यति खुसी लागिरहेको छ आजको हाम्रो बास त्यही हुन्छ होमस्टेहरू छ अरे होमस्टेहरू त्यहाँ प्रशस्तै छ भन्ने छ अब बाटो रहेछ यहाँ
पर पुग्ने हामी खच्चडहरू लाइन लाएर गएका छन् पानी परेर भिडेको यत्रा धेरै रहेछ हेलो डुला केटो हेलो तपाईँ कहाँ हुनु आज अहिले हामी सिटी भन्ने ठाउँमा जग्गामा हौँ हामी चाहिँ बिहानमा आजको दिन कस्तो भयो एक्सप्लेन गर्नु त समराइज गर्नु आजको दिन त एकदम कस्तो कस्तो भनौँ है लास्टै भयो आज हामी चाहिँ सुरुमा मकरागढीबाट चाहिँ गाडबाट चाहिँ त्यहाँबाट उक्लिँदा चाहिँ मिस्टेक भएछ कि बाटो चाहिँ थोरै यताबाट र उताबाट हामी 3.5 घन्टा जति माथि खण्डेश्वरी महादेव के भन्थे अनि त्यसपछि मकरागढी कोट भन्ने ठाउँमा पुगेछौँ 3.5 घन्टा जति हाम्रो उकालो डाइरेक्ट उकालो उक्लिम 2.5 घन्टा उकालो उक्लिम त्यस पछाडि 1 घन्टा जति ओह्रालो त्यो चाहिँ वेस्टकै फेरि बेकाम के तलबाट झरेको तलबाट सिसी आएको आधी घन्टाको बाटोलाई हामीले 3.5 घन्टा लाग्यौँ कि माथि गएर फेरि तल झऱ्यौँ अनि त्यो चाहिँ तर त्यो बाटोमा फेरि यस्तो एकदम त्यहाँबाट तल झरिरहेको यत्रो सानो बच्चाहरूले नि हुन्छ नि यस्तो माया लाग्ने तरिकाले यस्तो बोलिरहेको थिएँ अनि पहिला तपाईँ कहाँ जाने आऊँ भने त लगभग त्यो 3-4 वर्षको बच्चा थियो होला है यस्तो खुसी भएर मम्मीहरूसँग हिँडिरहेको थियो आफ्नो मम्मी उसहरूसँग तल झरिरहेको थियो हामी चाहिँ माथि उक्लिरहेको थियौँ अनि तपाईँ कहाँ जाने भनेको थियो अनि हामी अपी बेस क्याम्प जाने हौँ अनि तपाईँ कहाँ जाने भने हामी त आज बजार जाने हौँ अनि त्यस पछाडि गाडी चढ्ने हौँ भनेको थियो यत्रो फुच्चीले कि गाडी चढ्ने हौँ भनेको थियो ए हो अनि मैले चाहिँ त्यो रेनकोट लगाएको थिएँ नि रेनकोट लगाएको अनि यो तात्ता त भने है भनेर तपाईँको कपडा त यो तात्ता त भने है अन्त रेनकोट यस्तो चाहिँ हामी त्यस्तो खुसी लागेको थियो अनि त्यस पछाडि त्यहाँबाट माथि पुगेपछि हामी चाहिँ त्यस मकारी कोट नै होला है त्यो चाहिँ टपमा भएको चाहिँ त्यो खण्डेश्वरी महादेव के हो अब त्यहाँ पुगेपछि चाहिँ अनि त्यहाँ गएपछि मान्छेहरूले तपाईँहरू त गलत बाटो आउनुभयो भने तलबाट जानुभएको भए यति बेला तपाईँहरू धुसा भन्ने ठाउँमा पुग्नुहुन्थ्यो जुन चाहिँ धुसा भन्ने ठाउँमा घुसा त्यहाँ पुग्नुहुन्थ्यो होला भनेको थियो तर हामी चाहिँ तल बाट गएको भए आधी घन्टा 400 बाटो त्यस पछाडि जम्मा 2 घन्टामा धुसा 2.5 घन्टामा धुसा पुग्ने ठाउँमा त्यहाँबाट हामी त्यहाँबाट 2.5 घन्टा 3.5 घन्टा तलै लाग्यो त्यस पछाडि त्यो खाना खाएको ठाउँ के रहेछ मन काफलकोट के थियो काफल के भन्ने थियो त्यहाँ आएपछि अनि हामीले चाहिँ खाना पाइन्छ भनेको खाना खानुहोस् भनेर मजाले जम्मा कति थोरै मूल्यको एकदम सस्तो है खाना खायौँ एकदम मिठो खाना खायौँ त्यहाँ तल त्यो छहरा नि थियो एकदम दामी अनि त्यहाँ चाहिँ त्यहाँ हिँड्ने मान्छेहरू अनि ठ्याक्क एकदम इन्ट्रेस्ट देखाउने क्या कता जाने हुन् कहाँबाट आए हुन् भन्दै हामीलाई एकदम उस गर्नुभयो त्यहाँ हिँड्ने मान्छेहरूले नि हामी यस्तो भनेर भनेपछि त्यहाँ मुरली बजाइदिने भयो त्यो छहरामा बसेर हामी नाच्यौँ गायौँ अनि एकछिन गफ गऱ्यौँ अनि त्यस पछाडि फेरि हामी त्यहाँबाट फेरि ठाडो त्यो उसको लागि माथि धुसाको लागि चाहिँ ठाडो उकालो लागि फेरि बाटो चाहिँ एकदम डाइरेक्ट यस्तो सिँढी थियो यता भिड मात्र छ कि डेन्जर छ कि बाटो चाहिँ एकदम अलि बिस्तारै आउनुपर्छ एकदम हडबडाइमा आयो भने चाहिँ त्यहाँबाट एक मिस्टेक भने चाहिँ जिन्दगी खत्तम हुने ठाउँ छ अनि त्यहाँबाट चाहिँ बिस्तारै माथि आयौँ अनि माथि आएपछि चाहिँ धुसा पनि आयौँ धुसाबाट आयो त्यो 3.5 घन्टा अनि त्याच्छु भनेर भनेको थियो तर हामीलाई चाहिँ कति 3 घन्टा 4 घन्टै लाग्यो त्यहाँबाट नि 3.5 घन्टा लाग्यो होला 3 घन्टा लाग्यो 3 घन्टा लागेपछि हामी चाहिँ सिटी भन्ने ठाउँमा अहिले आएर बसिरहेछौँ यो सिटी भन्ने ठाउँमा चाहिँ हामी आइपुगिन्न होला जस्तो लाग्छ अरू बेला चाहिँ तपाईँहरू आउनुभयो भने नर्मल्ली अब हामी नै आएको भए पनि हामी बाटो नबिराइकन आएको भए पनि हामी चाहिँ 6.5 घन्टामा चाहिँ हामी त्यो मकरीगढबाट यहाँ आइपुगिन्थ्यो तर हामीलाई चाहिँ त्यो बाटो बिराएको भएर चाहिँ 10.5 घन्टा बिहान हामी 8:30 बजे हिँडेको यहाँ चाहिँ ठ्याक्क 6:30 बजे 7 बजे आइपुग्यौँ यो चाहिँ एकदम इन्जोय एकदम उस भइसक्यो अब चाहिँ यहाँ चाहिँ आनन्द तरिकाले बसिरहेछौँ यहाँ चाहिँ खाना बस्नको सुविधा चाहिँ तपाईँहरूले चाहिँ कति टेन्सनै नलिए हुन्छ जे मगाउनुहुन्छ त्यो खान पाइन्छ मजाले आनन्दले त्यही नै हो
त्यस पछाडि सुमन चाहिँ आज भिजिरह सबै कपडा यहाँ तरान सब भिजाएको छ जतासुकै हाम्रो कपडाहरू सबै भिजिरह यो सबै कपडाहरू अब भोलि सुक्छ कि सुक्दैन थाहा छैन त्यही पनि हामीले चाहिँ मैले त बरु कपडा धोरी ल्याउँदैछु मैले चाहिँ एक्स्ट्रा कपडा जति नि ल्याएको छ तर सबै भिजे अनि भोलिको प्लान बताइदिनुहोस् न कस्तो छ भोलिको प्लान चाहिँ यहाँबाट लगभग हामी 22-23 किलोमिटर हिँड्यो भने चाहिँ कुन ठाउँ भन्यो अरे धौलीघाट भन्ने ठाउँमा पुगिन्छ अरे लगभग 22 किलोमिटर जति पैदल यात्रा गऱ्यो भने हामी धौलीघाट भन्ने ठाउँमा पुगिन्छ अनि त्यहाँ चाहिँ बस्ने भनेर भन्नुभएको छ सबैजनाले हामी सकेसम्म चाहिँ अपी बेस क्याम्प नै पुगौँ भन्ने सोच छ हाम्रो चाहिँ भोलि बिहान उठेर अब त्यहाँ पुग्यो भने चाहिँ हामीलाई अलिकति यो पर्सि फेरि मजाले घुम्न सकिन्छ त्यही भएको भएर हाम्रो चाहिँ भोलि टार्गेट चाहिँ हामी दुईटाले सोचिरहेछौँ अपी बेस क्याम्प नै तर अपी बेस क्याम्प नभए पनि धौलीघाट भन्नेसम्म चाहिँ हामी जसरी पनि पुगिन्छ अर्को टोली पनि छ अर्को टोली भन्दा चाहिँ हामी एक कदम भएन अगाडि जाने हो अरू थाहा छैन अर्को टोली अलिक ठुलो छ उनीहरू हिमाल चढ्न गएको उनीहरू चाहिँ हामी चाहिँ यहाँ चाहिँ यस्तो घुम्न मात्र आएको घुम्न मात्र भन्दा नि यहाँ चाहिँ कस्तो रहेछ सुदूरपश्चिम पहिलोचोटि के छ कस्तो छ भनेर मात्र हामी यस्तो एकदम मनैदेखि जान्न मन लागेर चाहिँ आएको तर उनीहरू चाहिँ उनीहरूको काम होला के होला होइन अब कहाँ सरकारले पठाएको पालिकाबाट कता कता कार्यक्रम गर्दै गर्दै आइरहेछ उनीहरू चाहिँ उनीहरूको टिम चाहिँ 24-25 जनाको छ उनीहरू चाहिँ एकदम धेरै छन् ठिक छ उनीहरू चाहिँ हिमाल चढ्ने रे अब भर्जिन हिमाल हो नि त अपी हिमाल अब त्यो चाहिँ अपी हिमालको चाहिँ उनीहरूले चाहिँ सफल आरोहण गर्ने भनेर चाहिँ उनीहरू हिँडिरहेछन् हामी चाहिँ तर अपी बेस क्याम्पमा गएर त्यहाँको चाहिँ अपी बेस क्याम्पको बारेमा चाहिँ ट्याक्क दामी भिडियो बनाएर हाल्नु बाहेक हाम्रो अरू केही उद्देश्य छैन ल धन्यवाद धन्यवाद गुड मर्निङ हामी चाहिँ अब सिटीबाट हामी फेरि अपी बेस क्याम्पको लागि हिँडिरहेछौँ अब लगभग 22-23 किलोमिटरसम्म धौली भन्ने भनेको छ तर हामी चाहिँ धौलीबाट नि पारि फेरि 2-3 किलोमिटर 25 किलोमिटर चढ्यो अपी बेस क्याम्पमै जाने हेलो ल यता भन्नु खै लुके हेलो भन्दै थियो झ्यालबाट बेस क्याम्प पुग्ने हो नि ल हेर्नुहोस् प्याज लसुन यसरी झुन्ड्याएर ए लसुन माग्ने भनेको एउटा त्यहाँ कस्तो बिर्सियो त लेक लायो भने माथि हेलो एउटा हामी 2284बाट फेरि तल झरेर 2176मा आएछौँ हाइटमा यतापट्टि नि यस्तो भिड छ यतापट्टि नि भर्खरै त हामी त्यो तल आएको यतापट्टि नि फेरि हेर यस्तो भिड छ अहिले हामी त्यो बाटो चाहिँ 120को स्पिडमा दौडिनु होला है पानी परिरहेछ ढुङ्गा खस्न सक्छ भनिरहेको थियो हामीलाई डर लागिरहेको हामी पेरिस डाँडामा छौँ अहिले चाहिँ है ल हामीसँग फेरि यो कुकुर साथी आइरह ल पट्टुले हो सुगाले हो उस खाएर धबाएको सुगाले मकै खाएर धबाउनु भएको कता गयो पट्टु मकै बारी त्यहाँ हेर त त्यहाँको मक्काहरू सबै भाँचाइदियो चमेलिया उर्लेर आएको
बाटो त्यता बाटो चाहिँ अलि अप्ठ्यारो नै छ यस्तो डेन्जर एकदम अप्ठ्यारो बाटो छ पोका उठेर खुट्टामा है यहाँ उता त्यो पोका उठेर आफै नक्का काटेर फुटाउन पर्ने अवस्था आयो यहाँ माथि अपिलमा कहाँ पुऱ्याउने भन्नु न कहाँ पुऱ्याउने नि बेडा नमस्ते अहिले तर आज खाएको त्यसम्म खाएको चरेर आएको नि न होइन बिहानै अब दिउँसो चल्छ ए हस् भेडा भनेको त्यसै हो त उनको रिठ्या पछि पछि गएका छन् यहाँ मिति देख्थ्यो हजुर Smart. लिउ के हेर्न आज काम लाग्छ अलि खाना खाएपछि छर्नु कि झरना डुलुवा केटो अपिमा अनि यो चमेलिया रिभर सबै एउटै फ्रेमबाट छ खुसी हुन पर्ने घाम लाग्दा नि है यस्तो दामी यस्तो यस्तो फुलहरु त कति हो कति है सुमन यता हेर न कस्तो दामी देखियो हेलो
माथि अपी हिमाल हामी चाहिँ यस्तो खोलाको किनार किनार हिँडिरहेको छ यस्तो दामी देख्यो हिमाल आरोहण टोलीको पोर्टरहरू उहाँहरू चाहिँ यी भोजपत्र ल हामीभन्दा ढिलो हिँडेको मान्छे उहाँ छोडिकन आइसक्यो कहाँसम्म छोडेर आउनु भयो भारी धौली ओडारसम्म हामीभन्दा ढिलो हिँडेर हामीभन्दा अगाडि भयो 4 घन्टा अगाडि ल धन्यवाद आहा ल हामी चाहिँ ट्याक्क अब धौलीघाटमा आइपुग्न लागिसकेका छौँ अगाडि पछाडि जतासुकै हिमाल छ हामी जाने चाहिँ उहाँ पर त्यो खोजमा चाहिँ धुवा उडेको ठाउँमा चाहिँ हामी जाने हो र हेर्नुहोस् कस्तो राम्रो छ यता पनि सुमन छ माथि हेर्नुहोस् माथि यस्तो राम्रो छहरा छ माथि त्यो छहराको माथिपट्टि पनि हिमाल छ ल हेर्नुहोस् यस्तो राम्रो बाटो छ ल हिँड सुमन हामी अब ट्याक्क अब धेरै लाग्दैन 15 मिनटमा हामी ट्याक्क गएर रेस्ट गरिन्छ 15 मिनटमा त पुगिन्छ नि त्यही त हो हेर्नुहोस् त कस्तो दामी छ ठाउँ आमा है यस्तो घाम लगाइरह है अनि यो चाहिँ के हो सुमन यो भिरमौरी हामीलाई चाहिँ यहाँ टेस्ट गर्न दिनुभएको छ भिरमौरीको मह अघि हामीले देखेको मह यहाँ आएर टेस्ट गर्न पाइहाल्यो है धेरै खायो भने त अनि फेरि झ्याप हुन्छ नि त्यही त बढी लाग्छ नि फेरि के छ हो मनी खाने भिरमौरी मह अघि हामीले उहाँ बाटोमा देखेको भिरमौरीको मह म टेस्ट गर्छु कस्तो दामी छ कसरी नि 1 किलोको 1 किलोलाई कति च्याङ्ग्रा कि भेडा यता पनि रहेछ फेरि ए बाहिर निस्किँबाट रहेछ के छ दोस्त ठीक छ हैन ट्रेकिङ यो चाहिँ प्योर यार्सा हामीलाई चाहिँ उपहार दिनुभएको गिफ्ट यहाँको यो होटल धौली ओडारको ल भनिदिनु त हजुर आफै ल यता यो तपाईँको बनलसन हजुर बहुमूल्य जोडी तपाईँको यसको प्रति किलो 40,000 रुपियाँ पर्छ हजुर अनि यसमा यार्सा गुम्बा तपाईँको 20 लाख रुपियाँ पर्छ हजुर अनि तपाईँको यसमा सतुवा होला अनि 5 औल होला यसको रक्सी हजुर रक्सी यसको यहाँ पाइन्छ घरमा लिन पनि पाइन्छ यहाँ खान पनि पाइन्छ है यहाँदेखि काठमाडौँसम्म जान्छ अनि यो तपाईँको भिरमौरीको मह हजुर यो भिरमौरीको मह यो 1600 रुपियाँ केजी हजुर अनि यो तपाईँको घिउ हजुर यो पर्छ तपाईँको के अरे 1500 रुपियाँ केजी प्रति किलो ल धौली ओडामा सब उपलब्ध छ यो एकदम अपी बेस क्याम्प भन्दा तलपट्टि दाइको हजुर होमस्टे छ यसमा चाहिँ हजुरहरू आउँदा चाहिँ एकदम सुकुटी तपाईँको च्याङ्ग्राको यो तपाईँको 3000 रुपियाँ किलो पर्छ ल धन्यवाद सबैजनालाई आउन आग्रह गर्नु सबैजना घुम्नको लागि अपी बेस क्याम्पको लागि लिने घरमा लिने भन्नु ल हामीलाई पनि उपहार दिनुभएको छ किरा हैन यार्सा गुम्बा त्यही त किरा भन्नु विशेष रूपमा तपाईँको त्यो ब्लड क्यान्सरहरूको हजुर अनि यसले तागत दिनु गर्छ तागत दिन्छ खासै त्यसमा काम गर्छ हजुर खासै त्यसैमा युज गर्छ ब्लड क्यान्सर शक्ति हो
ए ल यसमा राख्ने